हाम्रो पुखली घरको किचन भित्र डाइनिङ भन्छ किचन 2 कक्षादेखि पढेको नि त मैले पथरी बजारको भिडियो पथरी बजार बनाएर राम्रो भएछ यहाँ गएको पनि मेरो एउटा साथीको घर थियो होइन हाम्रो घर नबस्ने होइन हौ सानो घर कत्रा घर हामी हिँड्दै त्यहाँ परसम्म पुग्दाखेरि आइपुग्छ जस्तो त नबुझ्नु पर्दैन हौ के बुझ्नु परेको बन्द भइसक्यो होला भनेर बुझ्दाजुको पछाडिपट्टि यस्तो बनाएको यो स्कुलले बनाएर भाडामा र मैले पढेको अर्कै बनाएछ कहिले यसकोमा चाहिँ मैले पनि 2 कक्षादेखि 2 कक्षादेखि पढेको नि त मैले अनि त्यहाँदेखि पुरा बन्दै पो रहेछ त स्कुल पनि अनि यहाँनिर पहिला अर्कै पुरानो चाहिँ अहिले अर्कै खालको भयो अनि 2 कक्षादेखि तबसम्म पढेको त्यस पछाडि अब यसैको उता पत्ता होइन अहिले त बनाएको फरक यहाँनिर चाहिँ +2 त्यहाँबाट +2 गरेको यहाँ चौरीमा पिटी खेलाउँथ्यो जस्तो लाग्छ त्यतिखेर अहिले ठुलो छ ल स्कुल पनि हेऱ्यो कस्तो अर्कै बनाएछ के बनाएछ चौरी अनि त्यतिखेर त ठुलो लाग्थ्यो अहिले त मैले सानो देख्छु त्यो चौरीहरू पनि ल +2 पढेको स्कुल त्यहाँ अघि उता पर देखाएकोबाट क्लास 2 देखि 10 सम्म SLC सम्म गरेँ यो यहाँबाट कतिसम्म A+2 यहाँबाट गरेको अहिले चाहिँ पुरै चेन्ज गर्छ ब्याचलर चाहिँ थिएन मैले पढ्दाखेरि यहाँनिर अहिले चाहिँ ब्याचलर पनि बनाएको रहेछ +2 सम्म गऱ्यौँ यही स्कुल अब पहिलाको याद आएर हेर्न आएको यहाँनिर अहिले पुरै चेन्ज भएछ यहाँ 10 यहाँ 9 को थियो 8 कक्षा कि कति यता त 8 हरू त थिएन त यता त +2 थियो होइन र कस्तो यता चाहिँ थियो 6 देखि थिएन क्या यहाँनिर 10 सम्म +2 त उता पो थियो त त्यही त अर्कै बनाएछ पुरै अहिले पुरा साइन्सहरू पढाइ हुन्छ नि यता त पहिला पुरै नर्सरी थियो नि त कता टाइम भएको छ है 6 देखि पढेको मैले 5 सम्म उता थियो अनि 6 यतापट्टिको चाहिँ थिएन पढ्दाखेरि कलेजको भिडियो पनि बनाएँ मैले आज यो रुखहरू रोपेको चाहिँ मलाई राम्रो लाग्यो कि गेट फुल यसरी मिसाएर रोप्दा कति राम्रो चाहिँ रातो कति लगाएर रोपेको छु त म पनि आउनु त स्कुल आउँदा जाँदा यही बाटो हिँड्थ्यौँ हामी यही बाटोबाट आएर त्यहाँ स्कुल जाने कति वर्ष यो बाटो हिँड्यौँ मैले भन्दा 2 कक्षादेखि 10 सम्म SLC-सम्म अनि +2 12 भनेपछि 11-12 वर्ष हिँड्नु थियो मैले यो बाटो स्कुल आउने जानेको लागि मेरो स्कुल आउने जाने बाटो खोइ त उता यो होइन अर्को बाटो सिकरको बुढाको बाटो होइन हनुमान चोक यहाँ हाम्रो घर जाने बाटो चाहिँ त्यो भयो अहिले जाने त जाँदैछु अन्समा बाटो जानेर हरियाली राम्रो भयो जस्तै यहाँनिर चाहिँ एउटा के भनेको घरको धेरैजना छोरीहरू तिनीहरूको बाटो बन्छीमा
नवज्योति टोल हाम्रो पुर्खौली घर पुरानो घर है यो चाहिँ यही माथि छ हाम्रो पुरानो घर यो ओल्ड घर पुर्खौली घर खुब भिडियो बनाउँदैछु मैले आज रहेछ हाम्रो पुरानो घर यहाँ त ड्यामडुम ढोका रहेछ त नि यता यस्तो यही घरमा हामी चाहिँ हुर्केको बढेको यही घरमा बसेर पढेको हामी त एउटै कोठा बनाएको रहेछ नि त पुर्खौली घर गयो हाम्रो पुरानो घर आज मेरो पुरानो घर हेर्न आएको हामी त्यस्तो रहेछ पहिलेको जमानामा यो घर सबभन्दा राम्रो हाइएस्ट सबै कटको सबैभन्दा राम्रो भन्ने थियो पातालो थियो घरहरू पनि त्यतिखेर अनि यो घर चाहिँ एकदमै सबैभन्दा राम्रो घर बनाएको हामीले अहिले ल छिमेकीहरूको यस्तो यस्तो घर बनेर त्यता पनि यस्तो घर बनेर उता पनि यस्तो यस्तो घर बनेर अहिले चाहिँ हाम्रो घर चाहिँ यस्तो पो देखिन थालेछ यो हाम्रो घर चाहिँ एकदम पहिले चाहिँ फर्स्ट सुरुमा बनाउँदा चाहिँ यो घर चाहिँ एकदमै राम्रो भनेको राम्रो घर काटे बनाएको भनेको अहिले यस्तो भन्छ अहिले त वरिपरि पुरै घर बनेर यस्तो घर देखियो हाम्रो घर यो हाम्रो पुरानो घर हो यता चाहिँ साह्रो के पकाउनु भयो यहाँ चाहिँ हाम्रो इनारको पानी यो इनारको पानी चाहिँ एकदमै राम्रो थियो पहिला चाहिँ अहिले त चलाउँदैन रहेछ यो इनारको पानी कलको पानीहरू चाहिँ चलाउँदै गर्दाखेरि सेतो लुगाहरू पनि धुँदाखेरि चाहिँ खिया लाग्ने क्या सेतो लुगा पनि पहेँलो बनाइदिने यो इनारको पानी चाहिँ राम्रो बनाउने क्या हातहरू धुँदा पनि अनि वरिपरिका छिमेकीहरू कताबाट पनि यो इनारको पानी चलाउन आउँथ्यो क्या यो इनारको पानीले सेतो लुगा जति सबै धुनुको लागि यहीँ आउँथ्यो हाम्रोमा आज हाम्रो पुर्खौली घर हेर्न आएको म विरक्त चलेर पो आयो त हौ मलाई त त्यतातिर सुँगुरहरू रहेछ कतिवटा छन् सुँगुरी ओइ त्यहाँ चाहिँ छ कि छैन त्यहाँ रहेन रहेछ सुपारी त फलेकै रहन्छ नि मक्लो भएर सुपारीको रुख कटहर बाँकी रहेछ कटहरको रुख सुपारीको रुख त कति अग्लो कटहर त एउटा मात्रै दुईवटा रहेछ हौ त्यो एउटा एउटा रहेछ हाम्रो पुर्खौली घर हो क्या यो पुर्खौली घर हो यहाँ कटहर कम त हुन्छ यो पुर्खौली घर चाहिँ कति सालमा पो बनेको धेरै वर्ष पुरानो हो ओल्ड इज गोल्ड भन्छ नि ओल्ड इज गोल्ड त्यही घरमा चाहिँ माया लागेर हाम्रो पुर्खौली घरको भिडियो बनाएको मैले यस्तो छ है गाउँघरभन्दा पनि यता अहिले बजारै भइसक्यो जस्तो छ है हजुरलाई मलाई त अब मेरो माइला घर झन् कति राम्रो ड्राइगन फ्रुटको बोट त कत्रो भएको छ नि मैले भिडियो पनि भाइरल हाम्रो पुर्खौली घरको किचनभित्र यता डाइनिङ यता राख्न जान यता के भन्छ किचन फ्रिज भयो अहिले पुर्खौली घर यहाँ डल्लो पर यो सुत्ने मान्छे चाहिँ को हो
तेरो यो हो अर्को खाँदैछस् मेरो ए सम्पूर्ण मात्रै हो तिनीहरूकै खाएको मैले हामी राईहरूको चाहिँ 3टा चुल्हा हुन्छ क्या 3टा चुल्हा भनेको चाहिँ यस्तो 3टा चुल्हा यहाँभित्र चाहिँ कोही पस्नुहुँदैन कोही पस्छ भने के हुन्छ अरे काक्रा कुकुरको होइन मैले हिजो खाइदिएँ काक्रा कुकुर चिउरा पनि खाएको छु मासु पनि खाएको छ, तेल हाम्रा टोलीहरू हाम्रा ड्राइभर टोलीहरू अब अघि बढ्दैछन् है टोली म कसमा बस्नु सुसाङ बाई अहिले त्यो झोला ल्याउनु फेरि यहाँ आउनुपर्ने होला